नेपाल टेलिकमले तपाईँले लिएको डाटा प्याकेजको समयावधि सकिसके पछाडि तपाईँको सिममा भएको ब्यालेन्स नकाटिने सुविधा ल्याएको छ। यो सुविधा तपाईँले आफैले अन अफ गर्न सक्नुहुनेछ। तपाईँ आफ्नो फोनको डायलअपमा जानुहोस् र *44# डायल गर्नुहोस्। त्यसपछि अप्सन नम्बर 4 जिपेमा क्लिक गर्नुहोस्। तपाईँको सिस्टम इनेबल छ कि डिजेबल छ भनेर चेक गर्नको लागि अप्सन नम्बर 3 स्टाटसमा क्लिक गर्नुहोस्। यहाँ मेरो सिस्टम इनेबल देखाएको छ। इनेबल छ भने तपाईँको डाटा प्याकेज सकिसके पछाडि ब्यालेन्स काट्छ। यसलाई डिजेबल गर्नुपर्ने हुन्छ। त्यसरी नि *44# डायल गर्नुहोस्, अप्सन 4 मा थिच्नुहोस्। त्यसपछि अप्सन नम्बर 1 मा क्लिक गर्नुहोस् र तपाईँको सर्भिस डिजेबल भएको छ। डाटा प्याकेज एक्सपायर भइसके पछाडि आफ्नो सिममा भएको ब्यालेन्स काट्न नदिन तपाईँले यो सिस्टमलाई डिजेबल गरेर राख्नुपर्ने हुन्छ। डिजेबल गर्ने कि इनेबल गर्ने तपाईँको चोइस अनुसार राख्न सकिन्छ। हस्, धन्यवाद।